वेलकम टु माई युट्युब च्यानल। धेरै समयपछि फेरि म अब अर्को भ्लग लिएर आएको छु। आजको भ्लग चाहिँ हाम्रो यात्रा ढोरपाटनतिरको रहेको छ। हामी ढोरपाटन गइरहेको छौँ। यो हाम्रो यात्रा चाहिँ बसमा रहेको छ। अहिले यहाँदेखि के पो भन्ने ठाउँ हो र, बुर्किनाथ भन्ने जस्तो कुन ठाउँ रे दाइ जाने? हामी बुर्किनाथको कुन भन्यो? कुन ठाउँ जाने रे हामी? बुर्तिमाङ भन्ने ठाउँ, बुर्तिमाङ भन्ने ठाउँ गइरहेछ। यो देखिरहेको यो बसमा छ। यो बसमा दमौली पुग्यौँ। दमौलीमा टक्क खानालाई रोकेको छ। यहाँ टक्क अब हामी टक्क खाना खान्छौँ। यहाँ दमौलीमा हामीलाई खाना बस्यो। हामी खाना चाहिँ प्राइस भनिदिन्छु म। भेज खाना 300, चिकन खाना चाहिँ 450, मटन खाना 550 छ। यस्तो रेट रहेको छ यहाँ बाटोमा। हामी चाहिँ सादा खाना खायौँ किनकि हेभी खाना खानुहुन्न बाटो हो भनेर। खाना खाइयो। हामी अब दमौलीबाट हिँड्न लाग्यौँ। त्यो साथी त्यहाँ बसेको छ, अर्को साथी त्यहाँ आइसक्रिम किन्दैछ। यहाँदेखि हामी दमौलीको यात्रा, दमौलीबाट छुट्छौँ। अब हामी यो बुर्तिबाङ भन्ने ठाउँ पुग्नुपर्छ। ल गाइज, हामी बुर्तिबाङ भन्ने ठाउँ पुग्यौँ। एकछिनलाई हामी रेस्ट गर्छौँ। हामी बुर्तिबाङ भन्ने ठाउँमा ओर्लिसकेका छौँ। यस्तो यो देखिने यो बुर्तिबाङ। यो मेरा साथीहरू यहाँ तल छ, केटाहरू। यो बुर्तिबाङ बस पार्क कस्तो रातभरि अलिकति ल्याङ भएको थियो। साथीहरू उता अगाडि गइसके। अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ होला। देन आफ्टर विल फरवर्ड टु ढोरपाटन। यो होटलमा बसेका थियौँ, होटल टाइगर लज भन्नेमा। अनि अब त्यो बुलेरो गाडीमा हामी टक्क यहाँदेखि ढोरपाटनको यात्राका लागि हिँड्दैछौँ। यहाँ नास्ता खाएर यो के अरे होटल टाइगर एन्ड लजमा। यहाँ चाहिँ हाम्रो छोले भुटेर कति 100 रुपियाँ लियो प्राइस चाहिँ। रोटी तरकारीको 120। अनि टक्क राम्रो छ ठाउँ। अब यहाँदेखि हामी जान्छौँ ढोरपाटन। बुलेरो पाउने रहेछ यहाँबाट। यो बुलेरो 800 1000 रुपियाँमा। हेर्दै गर्नु होला। मूर्तिबाङको पुल है दाइ? लक्ष्मी कुण्डली। हामी ढोरपाटन यो बोबाङ भन्ने ठाउँमा पुग्यौँ। यहाँ हिँड्दैछौँ। यस्तो छ नजारा त क्या दामी छ। हाम्रो भाइ अन द वे। यो अङ्कल हाम्रो ड्राइभर। वाट अ ब्युटिफुल प्लेस। साँच्चीकै रमणीय ठाउँ रहेको छ। हामी ढोरपाटन गइरहेको बेलामा यो बाटोमा ओर्लेर दाइ गाडीमा मोबिल हाल्नु हुँदैछ। यस्तो राम्रो ठाउँ छ। हरियाली हरर। बाटो बनाउँदैछ। कता जान लाग्यो त?
ढोरपाटन आयो है, हामी ढोरपाटन पर्दैछ। अब झरम यहाँ इन्ट्री गर्नुपर्दो रहेछ, यो इन्ट्री घरमा त्यहाँ टिकट काट्नु पर्दो रहेछ। टिकट काटियो तिनवटा 100 रुपियाँ टिकट रहेछ। यहाँदेखि अब हामी उता ढोरपाटन भन्ने लेखेको छ, त्यहाँ त पछाडि यस्तो ढोरपाटन भनेर यस्तो राम्रो लेखेको छ लेख्न त, तर पुरा कुहिरो लागेर सबै छेक्किया छ। साथीहरू उहाँ के हेरिरहेछन्, ए नक्सा हेरिरहेछन् केटाहरू। यस्तो यहाँ नक्सा दिएको छ। ढोरपाटन हन्टिङ रिजर्भ। वेलकम टु ढोरपाटन हन्टिङ रिजर्भ। ढोरपाटन आइसकेका छौँ। एउटा ढोरपाटन होमस्टेमा खाना खाने भनेको यता टक्क घरमै खाना खान्छौँ। अब ट्रेकिङ स्टार्ट भयो यस्तो उलियामा। रबिन भाइ कता हिरो छ त। अब यहाँदेखि झन्डै हामी 5 किलोमिटर ट्रेकिङ जान्छौँ। यही गाडी हो। मोबाइल थाक्यो। गाह्रो कुरा रहेछ ट्रेकिङ भन्ने चिज। ओहो लास्टै थाक्यो त गाई। बोल्नै सकिरहेन, यस्तो गाह्रो छ सिचुएसन, के भनिदिने। अझ त 30% पनि हिँडेन होला, अझै कति बाँकी छ। त्यो देखिन लाग्यो तल गाउँबाट आएको यस्तो छ। खतम छ, बोल्नै पनि सकिरहेन, त्यस्तो छ सास। जोस एडभेन्चर छ। हामी चेप्टा ढुङ्गा भन्ने ठाउँमा पुग्यौँ। यहाँ चिया सेवन पाउँदो रहेछ। चियाबाट हुनु चियामा औषधि मात्रै हो कि अरू के छ? हजुर चाउचाउहरू छ। कहाँ हो यो भैँसी होइन? पाल्या छ भैँसी। दाइ कालो चिया खुवाउनुहुन्छ हामीलाई। कसरी छ दाइ चियाको? 50 कालो। ल 3 टाका गरिदिनु है। ल 50 रहेछ कालो चिया। पानी परिरहेको छ यहाँ। यस्तो पाल राखेर बसेका छन् मेरा होइन। हो थाकेर मरि पुग्यो, पागल भयो। यस्तो पानी परिरहेको छ मस्त। हामीले त्यहाँ डाँडा पुग्नुपर्ने रहेछ। यस्तो अब हिँडिरहेछौँ। गाइज के भनौँ म तपाईँहरूलाई। हो त मेरो एकजना साथी त्यहाँ पुगिसक्यो। यो भ्यू 3 घन्टा हिँडिसक्यौँ, अझै 3 घन्टा बाँकी छ अरे। हे भगवान्, जय भोलेनाथ। पुग्नु त पुगिन्छ होला गाइज, खै मुस्किलै लाग्दैछ। यस्तो गाह्रो हाइकिङ। जिन्दगीमा दिमागमा याच भन्ने वर्ड नै सुन्दा डर लाग्छ होला, त्यस्तो भइसक्यो। जे होस् फोक्सोले अहिलेसम्म काम गरेको छ। फोक्सो सही रहेछ भन्ने चाहिँ यो 3 घन्टा हिँड्दा बुझ्या छ। तर अब
के हुने हो थाहा छैन। ओ कति बेला पुगिन्छ। जे होस् हामीलाई मौसमले चाहिँ साथ दिएको छ। मौसमले चाहिँ साथ दिएकै हो। ठ्याक्क हामी हिँड्दादेखि पानी चाहिँ परेको छैन, अलिअलि सिमसिम छ। हामी यहाँ चेप्टा ढुङ्गा भन्ने ठाउँमा चिया खायौँ। मैले प्रायः भिडियोमा अघि भने पनि त्यो क्लिपमा पुग्न त पुगिन्छ गाइज। ल गाइज यस्तै छ हेर्नुहोस् भ्यूज पनि। भ्यू पनि के राम्रो हो। साथी मेरो आइरहेछ पछाडि है, तर गाह्रो छ, सजिलो चाहिँ छैन कसम। लास गाह्रो छ। मेरो साथी पुग्यो। के छ साथी, के भन्नु छ मेरो भ्लगमा? मेरो साथी फेरि अहिले सटाएर हान्नेवाला के। साथीलाई धेरै इजी लागिरह होला, तर मेरो चाहिँ फोक्सोले काम गरिरहेछ मात्रै भन्न चाहन्छु म चाहिँ। हजुर छ उमा त्यहाँ पुग्नु छ। त्यहाँ गाइस त्यस्तो राम्रो त्यहाँ पुगे मान्छे। साथी दौडिरहेछ। ल देखिरहेछ, देखिरहेछ नि तपाईँहरू, त्यहाँ पुग्नुपर्छ। खै काम गरे फोक्सोले अगाडि अगाडि भिडियो ल्याउँदै गर्छु, नत्र ठिकै छ गाइज। गाइज यो वाला उकालो है, ल देख्न सक्नुहुन्छ कस्तो उकालो छ। ल यो उकालो हिँड्दै पुग्नु छ। नामै पनि के लेख्या हो त्यो? ठाडो खोला हो। ओ यहाँ त्यहाँ ठाडो खोला लेख्या। ओ वहाँ जग्गी हेर्न कहाँ पुगिसक्यो। ल जोस् गाइज एकजना नानीले मलाई चक्लेट दिनुभयो, स्टामिना आउँछ भनेर। उहाँ नानीले मलाई थ्याङ्क यू सो मच भन्छु। ल स्टामिना आउँछ कि उहाँले दिनुभयो, थ्याङ्क यू। ढुङ्गेबाट नजिक नजिकको यो भित्र यहाँ हामी बाजी चिया खाना बसिरहेछौँ। तल बोबाङ होइन, त्यो 12 सम्मको हाई स्कुल। ए तल पाटनको सेरो हुनु ल यहाँदेखि कति लाग्छ अब अङ्कल त्यहाँ पुग्न? 15-20 मिनट लाग्छ हामीलाई, आधा घन्टा 45 मिनट। ए ल चिया चाहिँ मिठो पाउँदो रहेछ, चिया चाहिँ खायो। गुड मर्निङ गाइज। हिजो राति ढिला पुग्यो, त्यही भएर बनाएन भिडियो चाहिँ। मोबाइल कहाँ राखेर थाहा थिएन, नेटवर्क पनि नहुँदो रहेछ यहाँ, त्यही भएर सिधै बिहान बनाउँदैछ। हामी यस्तो ठाउँमा बस्यौँ, यो यस्तो टेन्टहरू राखेको छ, यस्तो छ। भर्खर खुल्न लाग्छ, खुलिदियो भने त आनन्द हुन्छ है। यस्तो माथि खुलेकै छैन, खुलेपछि चाहिँ अलि रमाइलो हुन्थ्यो होला। यो टेन्टमा चाहिँ हामी बसेको, यहाँ पानी खाँदैछु बिहान बिहान। हामी चाहिँ यो टेन्टमा बसेको हिजो राति। यस्तो छ, हामी चाहिँ यहाँ बसेको यस्तोमा। टक रमाइलो छ अहिलेसम्म। अहिले त चिसो छैन, हिजो राति त लास्ट खतरा चिसो थियो है। अब यहाँदेखि कता जानु मिल्ने दाइ? हो अझ अगाडि छ अरे 1 घन्टा हिँडेर, त्यहाँ राम्रो भ्यू देखिन्छ। उता त्यहाँ खुल्न लागेको छ। अब हामी जान लाग्यो कुन ठाउँ दिदी? टिकाधारा। कति टाइम जति लाग्छ यहाँदेखि? टिकाधारा गइरहेछौँ गाइस हामी पहिला। त्यो बाटो दिदी, ओ त्यो है। ए हस् थ्याङ्क यू दिदी, बाई बाई। गाइस वान अफ द डेन्जर उकालो है, यही हो क्या हो? कुन ठाउँ? टिकाथली कुन भने? टिकाथली भन्नु कुन जग्गा ठाउँ नाम? कुन ठाउँ गइरहेको हामी? टिकाधारा अरे है, टिकाधारा गइरहेको हामी। यस्तो पुग्यो गाइस बल्ल यो डाँडोमा चाहिँ। यत्रो भिडबाट आएको, पागल भइन्छ हो। यहाँदेखि हेर्दा नजिक देखिरहेछ। यस्तो खुल्यो है, खुल्नु त। ऊ साथी भर्खर पुगिरहेछ।
यस्तो अहिलेसम्म पनि साग भइरहेछ गाह्रो छ हो हामी फुर्से देउराली 4028 मिटर हाइटमा छौँ अहिले यो यत्रो ओह्रालोबाट हामी यो हाइटमा पुग्यौँ अहिले भर्खर मौसम खुलिरहेछ रमाइलो छ अनि हिमाल चाहिँ देखियो लगभग यो कर्नरबाट तर हामी हिँड्नै लाग्छौँ फेरि त्यहाँ यत्रो हिँड्नु छ सास छु भइसक्यो तलको भ्यू राम्रो छ खुलेपछि अहिले हिमाल पनि एकदम बबाल देखेला जस्तो छ यतिको चाहिँ देखिया छ कति टाढा अङ्कल अझ कति टाढा छ अझ तपाईँको 15 मिनेट लाग्छ जानलाई ऊ त्यो देखिरहेको त्यो हो कि त्योभन्दा त्यही हो ठ्याक्कै टिकट हारे त्यही एरिया हो ए त्यही एरियालाई भन्छ ए हस् जुन अङ्कलसँग भर्खरै मैले कुरा गरेँ उहाँ अङ्कल चाहिँ हिजो हामीलाई त्यहाँ टेन्टमा राम्रो हस्पिटालिटी प्रोभाइड गर्ने अङ्कल हुन् राम्रो हुनुहुन्थ्यो ठ्याक्कै अहिले बाटोमा भेट्दिएर उहाँ बिहानै गएर एउटा बिहानको टोलीलाई त्यहाँ पुगाएर फिर्ता हुनुहुँदैछ सायद हेर्न सक्नुहुन्छ भेडा अब अहिले म नजिक गएर पनि देखाउँछु यस्तो छ भ्यू यहाँ अब चाहिँ हामी अहिले टिका धारा भन्ने ठाउँमा पुगिसकेका छौँ रमाइरहेछन् केटाहरू दाइ यसलाई टिका धारा चाहिँ किन भन्ने के छ यहाँ त्यस्तो टिका धारा भन्नलाई टिका धारा चाहिँ किन भन्ने त्यो चाहिँ थाहा भएन यस्तो धाराहरू त्यस्तो केही त छैन है यो पाटन छ अरू त केही छैन यो सम्म यो बुकीहरू छ ए सानो दिन त यसलाई फालेर समात्नु पर्यो जसरी यो यता गएर चाहिँ यसरी नै यताबाट पनि दियो भने जस्तो हिमाल देखिन्थ्यो होला खुल्ने चान्स त देखिरहेछ खै एकछिनमा के हुन्छ अब तपाईँहरू निकै यता भेडा हजुरको शुभ नाम के पर्यो दाइ मेरो शुभ नाम दीपक कतिजना जतिका छन् दाइ भेडा यसमा 15-20 घरको हो ल एकछिनमा दिन्छु है फोटो खिचेको यहाँ 100 रुपियाँ हो ए ओके भेडाहरू चढ्न कतिखेर जान्छन् 11 बजे फुल तपाईँहरू दिएर पैसा दिएर अब फोटो खिच्दा हुन्छ हजुर दिनुहोस् अब उहाँहरूले पनि अब दिएर अब फोटो खिच्नु हो ल उहाँहरूले त अब कसैले त अब खिच्नु पनि भएको छैन हुन्छ अरूको चाहिँ प्रोटेक्सन चाहिँ कसरी हुन्छ सुरक्षा चाहिँ कसरी हुन्छ अनि दिनमा चाहिँ मान्छे गोला जानुपर्छ रातिको लागि चाहिँ कुकुर ए कति जति छन् कुकुरहरू 9वटा छ ए राति त अब चोर आओस् जे आओस् आफ्नै मान्छे होस् पराई मान्छे होस् यो कुकुरले हेर्ने है राति त छोड्दिने कुकुर भेडाहरू कसरी चिन्नुहुन्छ हजुरहरू आफ्नो भनेर कलर लगाएको छ ए कलर लगाएको छ यसरी चिन्नु हुँदो रहेछ यहाँ भेडा उ गरेको 100 रुपियाँ लिँदो रहेछन् फोटो खिचेको यिनीहरूसँग त्यो दिएँ मैले बस्ने ठाउँ यस्तरी बस्ने ठाउँ यता चाहिँ भेडाहरू छन् एकजनाको 100 रुपियाँ होइन ए यस्तो एकैछिन यस्तो हुस्सु लागेर एकैछिन यस्तो भइदिइरह्यो के
सुरुप हामी बाक्लो हुन्छ क्या हो बग्ले हुन्छ चिसोमा त नखाऊ चिसो र डममा हालेर अनि कहाँ के भन्नु हामी काठमाडौँबाट आएको यस्तो खाना पकाउनुहुन्छ भित्र के गर्ने त्यहाँसम्म त गाडीमा हो गाडीमै आएको बाटो अप्ठ्यारो छ बाइकमा हैन हजुर यतै बस्नुहुन्छ हामी चाहिँ भरको 25 गतेसम्म भदौको 25 गतेसम्म यहीँ बस्नुहुन्छ अनि भदौको 25 गते जाने आउनु चाहिँ कहिले भयो जेठको 18 गते हुन्छ अनि तपाईँहरू यहाँदेखि गयो भने चाहिँ भेडाहरू चाहिँ के गर्नुहुन्छ लएर जाने उतै लगेर जाने उतै भनेको त तल यो हामी कोही रोल्पा कोही रुकुम बागलुङ छौकेर अनि आफ्नो आफ्नो एरियातिर हो ए तपाईँ रोल्पा रुकुम प्युठान त्यहाँबाट आउनु भयो भेडाखेर ल्याएर हजुर ए अब फेरि उतै फर्किनुहुन्छ फर्किनु ए फेरि अर्को जेठमा आउने अर्को जेठमा ए भदौदेखि यहाँको सिजन अफ हुन्छ हजुर यो घाँसहरू सुक्दै जान्छ ए यो खुल्दैन होला है अब त कि खुल्छ एकछिन नखुल्ला जस्तो छ खै मौसम यो हामीलाई थाहा हुँदैन यो हो यो दुध जो भन्नुभयो यो सब भेडाकै हो है दुध अनि घिउ सब भेडाकैबाट हो ए यो चाहिँ जो भेडा समात्ने भन्नुभयो है हजुर यो जुन कलर लाउनु भएको छ कलरले नै चिनिने हो कसको भेडा भनेर कलर नलगाए पनि चिनिन्छ हो यो अब कोहीको घर गएको छ कोही अब यतै हुनुहुन्छ त्यही भएर ए अरू ठाउँमा मिसियो भने हजुर गर्नु सजिलो भनेर अनि अरू ठाउँमा पनि त कलर ला होला त अनि लगाउँछ ए तर छुट्टै नै सकिहालिन्छ समातेर त्यो यस्तरी भेडा समातेर खासमा पर्पज चाहिँ दुनु रहेछ यस्तरी दुधा रहेछन् यस्तरी दुनु हुँदो रहेछ कति जति दिन्छ नि दुध चाहिँ कति जति निस्किन्छ घटेछ अस्ति त आथ्यो लगभग 10-12 लिटर 10-12 लिटर कति एउटा भेडाबाट कि सबैबाट सबै मिलाएर अलिअलि गर्दै निकाल्नु हुने हो त्यो गोबर त्यस्तो किन गर्नुभयो यो चिना दुइसक्यो भनेर 200 भने ए ओके त्यस्तो रहेछ समात्दै दुधै गर्ने रहेछन् ल गाइज हामीहरू निस्किसक्यौँ अब यहाँ टिकाधाराबाट फर्किरहेछौँ अहिले त पुरा कुहिरो राखेर केही नदेखिने भएको छ मस्त नै फुलेका छन् यस्तो छ यहाँदेखि कुहिरो लागिसक्यो कि अहिले कुहिरो नलागे बेला त वालै भ्यू देखिन्छ लास्टै चिप्लो बाटो छ गाइज पुग्नुपर्ने ऊ तल त्यत्रो तल पुग्नुपर्ने छ भर्खरै स्टार्ट हुँदैछ तल ओर्लिन हाँसको फाड्ने जस्तो छ फाइनल्ली गाइज तल पुग्यो माथि उकालोबाट हो त्यो डाँडाबाट पुगेको तल ल ले एउटा मागी छ मैले भने मारलाई भनेर हामी घुमेर उता टिका धारा घुमेर यहाँ पुगिसक्यो फेरि हामी जहाँ बसेका थियौँ भुकीपाटन त्यहाँ टेन्टहरूमा यहाँ आइसकेका छौँ हामी अब यहाँ एकछिन नास्ता गरिन्छ होला हुन त 11 बज्न लागिसक्यो तैपनि अब नास्ता नै हुन्छ त्यहाँदेखि हामी तल ढोडपाटन झर्नु छ नास्ता आयो गाइस फिर्ता भएर हामी हिजो चिया खाएको ठाउँमा पुग्यौँ यहाँ खाएको अङ्कलले चिया दिनुहुन्छ एकछिनमा चिया खान्छौँ त्यसपछि यहाँदेखि टक्क फेरि तल ढोडपाटन झर्नुपर्छ वाइल्ड पानी परिरहेको छ पुरा पानी परिरहेको हामी कुद्दै आएको यो रमाइलो छ यात्रा वाइल्ड थाकेर हामी यहाँ पुग्यौँ यो के भन्छन् ढोडपाटन जहाँबाट हामीले हिँड्न सुरु गरेका थियौँ त्यहीँ पुग्यौँ त्यही रेस्टुरेन्टमा खाना खान्छौँ
ल गाइज अब हामी यहाँबाट बुर्तिबाङका लागि हिँड्यौँ तल ढोकपाटन यसो पाटन एरिया यसो घुमिदिउँ देन आफ्टर गाडी आउँछ त्यो गाडीमा बसेर जाने भनेर खानासाना खाएर निस्क्यौँ र वाइल थाकिया छ खुट्टा पनि चलिरहेनन् केटाहरूले एकछिन घोडा चढ्ने भन्यो हामी एकछिन घोडा चढ्छौँ अनि घोडा चढेर त्यसपछि गाडी आउँछ ठ्याक्कै अनि हामी त्यहाँबाट निस्किन्छौँ घोडा पनि चढियो रमाइलो भयो एडभेन्चर घोडा चढ्नुमा पनि अब हामी यो गाडीमा फिर्ता भइरहेछौँ यहाँदेखि हामी बुर्तिबाङका लागि हिँडिरहेछौँ यसमा टायर भयो सायद अनि त्यो टायर चेन्ज भइरहेछ अनि बुर्तिबाङ पुगेपछि थाहा हुन्छ हामी कहाँ बस्ने के गर्ने भनेर जोस् घोडा चढ्दा रमाइलो भयो मौसम चाहिँ क्या कडा छ ठ्याक्कै यो हिजोको यो ढोरपाटन भन्ने ठाउँमा पुगेको छ हामी ढोरपाट सिकाएर सकिसक्यो ल गाइज हिजो हामी झन्डै 7-8 बजेतिर पुगेका थियौँ यो बुर्तिबाङ भन्ने ठाउँ जहाँसम्म हामीलाई बुलेरोले लिएर आएको थियो अनि त्यसपछि हामी राति होटलमा स्टे गऱ्यौँ यहाँ बुर्तिबाङमै यो देखिराख्नु भयो यो बुर्तिबाङ हो यहाँ स्टे गऱ्यौँ होटलमा त्यही 1500-2000 जतिको पनि मिल्दो रहेछ कोठा अनि अब यहाँदेखि हामी काठमाडौँको लागि प्रस्थान हुँदैछौँ यही गाडीमा जाँदैछौँ ठ्याक्कै हामी काठमाडौँ अब यात्रा रमाइलो नै भयो ठिकै भयो भने उब्रन थाकिया चाहिँ वाइल थाकिया छ यस्तै छ ठिक छ नबिग्रियोस् भन्नुको लागि यस्तरी यो टर्निङ चाहिँ टक्क यस्तो तल सो जान्छ नि त त्यही भएर हाम्रो गाडी यस्तरी बताइराख्नु भएको छ त्यो तल टच भएपछि जान्छ नि त त्यही भएर त्यो तल कति बिच बाटोमा छौँ यहाँ हामी मुग्लिने त लामो जाम रहेको छ यहाँ 4 बजिरहेछ त्यो लामो जाम छ घुमेर काठमाडौँमा ल्यान्ड गऱ्यो अब इन ड्राइभ गरेर रुमतिर जाँदैछु रमाइलो भयो ओभरअल यात्रा हिजो नाइटको यात्रा गरेर काठमाडौँ पुग्यो ल अहिलेसम्म भ्लग हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब अपकमिङ भ्लगमा भेटौँला कस्तो लाग्यो भ्लग र ठाउँ कस्तो लाग्यो ढोरपाटन कमेन्ट गर्न चाहिँ नबिर्सनुहोला थ्याङ्क यू बाई